हजुरहरू सबैलाई नमस्कार सेवारो अनि मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। र आज म हजुरहरू समक्ष अझै ट्राफिककै कुरा लिएर आएको छु। र विशेष गरी प्लेन्समा भन्दाखेरि पनि तपाईँको हिल साइडमा भयो अथवा प्लेन्समा पनि कतिपय होटेलहरूले तपाईँको रोड साइडमा कुनै पनि दोकान भयो, उनीहरूले आफ्नो दोकानको बोर्ड अथवा चेयर टेबल राखेर रोड साइडमा कुनै पनि जग्गालाई ओखर्छ। त्यसमा हजुरहरूलाई म आज केही जानकारी दिन चाहन्छु। र जति पनि हजुरहरू जो पनि चालक हुनुहुन्छ, कार होस्, बाइक होस् अथवा ट्रक नै होस्, हजुरहरूलाई म यही भन्न चाहन्छु कि जुनै पनि एउटा तपाईँको रोड हुन्छ, रोडदेखि लिएर तपाईँको 27 फिट चाहिँ रोड नै गनिन्छ के, रोड नै गनिन्छ। अनि कुनै पनि दोकानदार, कुनै पनि होटलवालाहरूले चाहिँ त्यो जग्गामा चाहिँ हजुरहरूलाई गाडी पार्क गर्न दिएन। र उनीहरूको बोर्डले अथवा उनीहरूले राखेको कुनै पनि सामानले गर्दाखेरि हजुरहरूले आफ्नो गाडीलाई साइड गर्नु पाउनु भएन। र कसैले अब हजुरहरूले साइड गर्दाखेरि चाहिँ यो मेरो जग्गा हो भन्ने गर्दछ भने चाहिँ हजुरहरूले उनीहरूमाथि कानुनी कारवाही गर्न सक्नुहुनेछ। किनभने चाहिँ हजुरहरूको जुन चाहिँ रोड हुन्छ, रोडदेखि चाहिँ तपाईँको 27 फिट चाहिँ रोड नै गनिन्छ। र यो रोडको भाग हो यो चाहिँ, किनभने सरकारले तपाईँको आउँदो फ्युचरमा कुनै पनि रोड बढाउनका लागि चाहिँ एउटा स्पेस राखेको हुन्छ। र यो चाहिँ गाडी पार्किङ, आफ्नो बाइक, मोटर बाइक कुनै पनि पार्किङ चाहिँ हजुरहरूले गरोस् भनेर चाहिँ त्यो जग्गा चाहिँ छोडेको हुन्छ कि, त्यो चाहिँ कुनै दोकानदारको लागि होइन। र हजुरहरू सपोज कुनै मार्केट प्लेसमा जानुभयो र हजुरहरूलाई अचानक केही खरिद्न छ, केही किन्न छ र हजुरहरूको जग्गामा चाहिँ अब अलिकति भिडभाड एरिया छ र हजुरहरूलाई चाहिँ अब हजुर एक्लै हुनुहुन्छ र हजुरलाई अब केही लिन छ भने चाहिँ हजुरहरूले चाहिँ जुन चाहिँ तपाईँको एउटा इमर्जेन्सी लाइट भन्ने हुन्छ, यो चाहिँ जलाउने गर्नुहोस् कि। त्यो चाहिँ तपाईँको एउटा पार्किङ लाइट पनि भनेर चिनिन्छ। यो चाहिँ तपाईँको इमर्जेन्सीमा, तर घन्टाको लागि होइन, तपाईँले 2 मिनट 5 मिनटको कामको लागि हजुरले त्यो जलाएर आफ्नो गाडीलाई रोडदेखि बाहिर निकालेर त्यो जलाएर एकछिनको लागि राख्न मिल्छ। त्यो चाहिँ तपाईँको कानुनी अधिकार हो। र तपाईँको अब यसरी इमर्जेन्सी बालेर हजुरले 5 मिनटको लागि गाडी राख्नुभयो अनि केही किनेर आउँदाखेरि हजुरहरूलाई कसैले यो जग्गामा गाडी किन राखेको, यो जग्गामा गाडी पार्क गर्नु हुँदैन, कुनै पनि पुलिस कर्मचारीहरूले नै हजुरहरूसँग यस्तो कुरा गर्यो भने चाहिँ हजुरहरूले सिधै जो पनि नर्मल पुलिस हुन्छ उनीहरूलाई त अब त्यति ट्राफिकको रुल्सको बारेमा थाहा हुँदैन जति ट्राफिक पुलिसलाई हुन्छ। र हजुरहरूले चाहिँ यो कुरा चाहिँ आफ्नो छेउमा कुनै पनि ट्राफिक पुलिस छ, ट्राफिकको कुनै पनि एउटा स्टेसन छ भने चाहिँ उहाँहरूसँग सम्पर्क गरेर उहाँहरूलाई भनेर राम्ररी आफ्नो प्रब्लमलाई भनेर हजुरहरूले त्यो समस्याबाट अथवा कुनै पनि दबाउबाट हजुरहरू निक्लिनु सक्नुहुनेछ। किनभने त्यो चाहिँ तपाईँको अधिकार हो। र तपाईँले जहिले पनि एउटा पार्किङ अथवा इमर्जेन्सी लाइट चाहिँ आफ्नो एउटा इमर्जेन्सीमा युज गर्नुहुन्छ, त्यो चाहिँ हजुरहरूको अधिकार हो। र यसमा चाहिँ हजुरहरू कसैले पनि हजुरहरूलाई पक्रिन अथवा के भन्न दग्दी दिन चाहिँ मिल्दैन कि, यो चाहिँ हजुरहरूको सेफ्टी हो। तर हजुरहरूले अब इमर्जेन्सी लाइट जलाउनु भएको छैन, अचानक अब हजुरहरूले गाडी रोडको साइडमा राख्नुभयो, अब त्यहाँ आएर कसैले हजुरहरूलाई के भन्यो, तपाईँहरूले अब पार्किङ लाइट जलाउनु भएको छैन भने चाहिँ त्यो चाहिँ तपाईँहरूको फल्ट हुन्छ। किनभने अब तपाईँ कति घन्टाको लागि गयो, कति मिनटको लागि गयो, अथवा तपाईँले त्यहाँ गाडी किन राख्नुभयो त्यो चाहिँ कसैलाई पनि थाहा हुने छैन कि। त्यही कारण चाहिँ हजुरहरूले अचानक अब गाडीबाट चाहिँ रोड साइडमा अब हजुरहरूलाई केही पनि लिन छ भने चाहिँ पार्किङ लाइट हमेसा जलाउने गर्नुहोस्। र इमर्जेन्सी लाइट हजुरहरूले त्यो के भन्छ एउटा देखावटीको लागि चाहिँ युज नगर्नुहोस्। किनभने तपाईँको जब पनि
इमर्जेन्सी बिना हजुरहरूले जब त्यो इमर्जेन्सी लाइट चाहिँ चारैपट्टिको भिलिक भिलिक गरेर बालेर हिँड्नुहुन्छ त्यतिखेर चाहिँ हजुरहरूमाथि केस पनि लाग्न सक्छ। किनभने यो इमर्जेन्सी लाइट चाहिँ हजुरहरूले भनौँ कुनै पनि बिरामी अथवा बिमारी हजुरको गाडीमा छ र हजुरलाई चाहिँ अब उहाँलाई इमर्जेन्सीमा अस्पताल अथवा हस्पिटल लगेर जानु छ र तपाईँको गाडीमा पेसेन्ट छ भने चाहिँ हजुरहरूले युज गर्न सक्नुहुन्छ। तर तपाईँहरूले अब त्यतिकै देखावटी इमर्जेन्सी बालेर हिँड्छु स्पिडमा ओभरटेक गर्दाखेरि पास दिइहाल्छ भनेर सोच्नुभयो भने चाहिँ हजुरहरूलाई यो कुरामा चाहिँ केस पनि लाग्न सक्छ र यो कुरामा चाहिँ हजुरहरू फस्नु सक्नुहुन्छ। किनभने इमर्जेन्सी लाइट चाहिँ हजुरहरूले जताभावी बाल्न मिल्दैन र हजुरहरूलाई म के भन्छु भने हजुरहरूले गाडीमा कतिपय ठुलो ठुलो हर्न युज गर्नुहुन्छ, म्युजिकवाला हर्न भयो, तपाईँको धेरै साउन्ड आउने हर्नहरू युज गर्नुहुन्छ। यस्तो हर्नहरू पनि हजुरहरूले जति सक्दो युज नगर्नुहोस्। हजुरहरूलाई त्यो मजा र साउन्ड ठुलोको लागि युज गर्नुहुन्छ, तर के हुन्छ भने हजुरहरूले त्यो कतिपय जग्गाहरूमा तपाईँको जस्तै कुनै पनि स्कुल भयो, हस्पिटल भयो, त्यसको छेउछाउमा चाहिँ हजुरहरूले यस्तो हर्न युज गर्दाखेरि स्टुडेन्टलाई भयो अनि पेसेन्टलाई चाहिँ प्रब्लम हुने गर्नेछ र हजुरहरूलाई योमाथि केस पनि लाग्न सक्छ। जतिपय हजुरहरूले एउटा नर्मल हर्न युज गर्नुहोस् र हजुरहरूले गाडी पार्क गर्दा भयो तपाईँहरूले यो मैले भनेको कुराहरूलाई चाहिँ मजाले ध्यानमा लिनुहोस्। इमर्जेन्सी लाइट जतापाए त्यता युज नगर्नुहोस् र तपाईँहरूले गाडी पार्क गर्दाखेरि कुनै पनि मान्छेले चाहिँ अब रोडको साइडमा घर छ, यो चाहिँ मेरो घरको जमिन हो, तैँले गाडी राख्न पाउँदैनस् भने चाहिँ हजुरहरूले त्योमाथि केस पनि गर्नु सक्नुहुनेछ। मैले अघि भनिहालेँ जुन चाहिँ रोडको 27 फिट हुन्छ त्यो चाहिँ एउटा रोडकै प्रपर्टी हो र जब तपाईँहरूले रोड ट्याक्स तिरिसकेपछि त्यो चाहिँ घरको प्रपर्टी होइन, त्यो चाहिँ हजुरहरूको प्रपर्टी हो। र म यही भन्न चाहन्छु हजुरहरू जति पनि हुनुहुन्छ तपाईँहरूले जतिसक्दो गाडीमा एउटा सानो डस्टबिन युज गर्नुहोस् र त्यो आफ्नो प्यासेन्जर गाडी छ भने प्यासेन्जरहरूलाई पनि भन्नुहोस् जताभावी बोतल प्लास्टिक यस्तोहरू नफ्याँकेर जति पाए गाडीको त्यो डस्टबिनमै राख्ने। अनि जब हजुरहरू आफ्नो जग्गामा जहाँनिर हजुरको अब लक्ष्य छ त्यहाँ पुगिसकेपछि हजुरहरूले चाहिँ त्यो डस्टबिनलाई चाहिँ एउटा ठुलो कुनै पनि बिन हुन्छ त्यहाँनिर चाहिँ खनाएर एउटा स्वच्छ र सफा पनि आफ्नो गाडी र आफ्नो जुनै पनि स्टेटबाट हजुर हुनुहुन्छ र आफ्नो स्टेटलाई पनि सफा गर्ने काम चाहिँ हजुरहरूले नै गर्नुपर्ने छ। र हाम्रो प्राय मान्छेहरूले चाहिँ के गर्छ भने तपाईँको दोष चाहिँ कुनै पनि भयो गभर्मेन्ट सर्भिस गर्ने अथवा कुनै पनि कर्मचारी अथवा सरकारमाथि दोष हाल्छ। यो जग्गामा यस्तो मैला छ, यो यस्तो छ, रोड यस्तो छ, उस्तो छ। त्योभन्दा अगाडि चाहिँ हजुरले नै आफू अघि बढेर चाहिँ जबसम्म देश र आफ्नो ठाउँको लागि चाहिँ अघि बढ्नु हुँदैन तबसम्म हजुरहरूले कसैमाथि कम्प्लेन गरेर कसैमाथि उङ्ली उठाएर चाहिँ हुनेवाला छैन। र म चाहिँ यही भन्छु हजुरहरूलाई यदि आफ्नो ठाउँ आफ्नो इलाका सफा राख्नु छ र आफ्नो के भन्छ जग्गाको चाहिँ एउटा इमेज राम्रो गर्नु छ भने चाहिँ हजुरहरूले जति सक्दो चाहिँ गाडीमा कुनै पनि प्यासेन्जर गाडी छ अथवा कुनै पनि ठुलो गाडी छ भने एउटा सानो डस्टबिन राख्नुहोस्। अनि त्यो डस्टबिनमा जति पनि हजुरहरूले प्लास्टिक बोतल युज गर्नुहुन्छ त्यसलाई चाहिँ त्यहाँ हालेर बादमा कुनै पनि ठुलो डस्टबिनमा हालेर सफा गर्ने गर्नुहोस्। त्यसो गर्दाखेरि आफ्नो गाडी आफ्नो जग्गा अनि आफ्नो देश चाहिँ राम्रो हुनेछ। र यो सानो सानो कुरा चाहिँ पहिला आफूले नै सुरु गर्नुपर्छ, तब मात्रै अरूले गर्छ के। अरूलाई दोष दिनुभन्दा अगाडि चाहिँ पहिला आफूले नै गर्नुपर्छ। र म आशा गर्छु हजुरहरूलाई मेरो कुराबाट कतिपय ज्ञानहरू पाउनुभयो होला, कति कुरा सिक्न मिल्यो होला र यस्तै अरू कुराहरू पनि हजुरहरूलाई जान्नु छ र हजुरहरूलाई के भन्छ
ज्ञान लिन छ भने चाहिँ हजुरहरूले मेरो भिडियोलाई लाइक सेयर गर्नुहोस्। हजुरहरूलाई केही प्रब्लम छ भने कमेन्ट गर्नुहोस् र मेरो च्यानललाई सब्सक्राइब गरी मलाई सपोर्ट गर्नुहोस्। म यसरी नै हजुरहरूलाई राम्रो कुरा अनि ट्राफिक रुल र नियमको बारेमा भनिरहनेछु र सिकाइरहनेछु र हजुरहरूले पनि मलाई सहयोग गर्नुहोस् भन्दै आशा गर्दै हजुरहरूले सपोर्ट गर्नुहुन्छ भन्दै आउने भिडियोमा फेरि नयाँ कुरा लिएर हजुरहरूसँग भेट्ने आशा गर्दै आजको भिडियो यहीँ समाप्त गर्न चाहन्छु। धन्यवाद। जय हिन्द।